ल लाग्यो अब वेलकम टु मार्फा भिलेज। अब चाहिँ कडै गीत चाहिँ कडै बनायो क्या। चुमसुमे बजार 12 बजे आवाज सरर ए हजुर घर हाम्रो जुम्ला बजार भनेर राइट। हावा त के हो मोबाइलै उडाउला जस्तो छ त्यहाँ। यहाँले अब एप्पल फार्म देख्न सक्नुहुन्छ। मार्फा भिलेजमा एप्पल फार्म यहाँ देख्न सक्नुहुन्छ। मुनि चाहिँ चुना लगाइएको छ। मार्फा भिलेज भनेको यो गाइज हो। ल हाम्रो खै नै जुम्ली चाहिँ होइन यो हाम्रो। अनि यही भेराइटी पनि जस्ट गोल्डन डिलिसियस चाहिँ सेम एउटै हो। मार्फाको जुम्लाको लगभग कमनै छ छेउ। एप्पल फार्मिङ मार्फा भिलेज यहाँहरू देख्न सक्नुहुन्छ। मार्फा भिलेज यो चाहिँ मार्फा भिलेज। बच्चाहरू अगाडि अगाडि छन्। चुमचुमे बजार 12 बजे हावा सरर भन्ने गीत चाहिँ यत्तिकै बनेको रहेनछ। यहाँको यो हावाको बेग देखेर अति नै हावाको बेग एकदमै मान्छे उडाउला जस्तो छ। हाम्रो हेर्नुहोस् त यहाँ अरुण सर उड्ला नै फेरि। एप्पल फार्म इन मार्फा भिलेज देख्न सक्नुहुन्छ। यहाँ टोटरम्मै स्याउका बुटाहरू रेड डिलिसियस गोल्डन डिलिसियस लगभग विभिन्न प्रजातिका यहाँ बोटबिरुवाहरू देख्न सक्नुहुन्छ। सुन्दर मार्फा भिलेज। हावाको गति चाहिँ एकदमै लास्टै हावा चल्ने रहेछ यो ठाउँ चाहिँ। ल अब चाहिँ हामी मार्फा भिलेजभित्र प्रवेश गर्दैछौँ। इन्साइन जस राम्रो डिजाइनमा बनाइएको रहेछ। ल अब हामी चाहिँ भित्र प्रवेश गर्दैछौँ। गाउँभित्रको बाटो अत्यन्तै सुन्दर रहेछ ठाउँ चाहिँ। एकदम मिलेको छ फाँट। मार्फा गाउँ अटो पनि चल्दो रहेछ। पानीको नहर हेर्न सक्नुहुन्छ यहाँहरूले। सिँचाइ चाहिँ एकदम व्यवस्थित छ। विकास निकासमा चाहिँ जस अघि नै रहेछ मार्फा भिलेज। सिँचाइको पनि जस राम्रो व्यवस्था गरिएको छ। गाउँभित्रै पानीको नहर छ। मार्फालेको बोट त्यहाँ रहेको छ। च्याङ्ग्रो खाने सरहरू च्याङ्ग्रो खाने रे केटाहरू होइन। अब के गर्नु बजेट अनुसार बजेटमा पनि भर पर्छ नि होइन। जस हाम्रो मार्फा गाउँ चाहिँ एकदम जस विकासमा पनि अघि रहेछ। यहाँले देख्न सक्नुहुन्छ यहाँको विकास नहर चाहिँ घरैबाट भित्र लगिएका छन्। सिँचाइको पनि राम्रो व्यवस्था रहेको छ हाम्रो मार्फा गाउँमा चाहिँ है। यहाँलाई आज फुल मार्फा भिलेजको आज यहाँको लाइफस्टाइल यहाँको चाहिँ घरहरूको बनावट यहाँहरूको सम्पूर्ण कुराको आज यहाँलाई विशेष एउटा भिडियो बनाउँदैछु मैले आज मार्फा गाउँको। जो अत्यन्तै सुन्दर राम्रो बस्ती रहेको छ मार्फा भिलेज। यहाँ चाहिँ यहाँको घरहरूको बनावट पनि प्राय एउटै किसिमको छ। सेतो रङले पोतिएको छ। सायद हाम्रो त्यो चुना त्यो के भन्छ हाम्रो लोकल भाषामा चाहिँ कमेडो के भन्छन् त्यसले छिपिएको छ। सानो चिटिक्क परेको गुम्बा यहाँले देख्न सक्नुहुन्छ। यहाँको चाहिँ यहाँ घरहरूको बनावट चाहिँ एकदम अत्यन्तै युनिक स्टाइलमा बनाइएको छ। यहाँले देख्न सक्नुहुन्छ
सेतो रङ अथवा कमेरोले पोतिएको छ। यहाँ माथि गाछन् किन? सौरीको पुच्छर मार्फामा चाहिँ मार्फाको अर्ग्यानिक स्याउको चाना जिम्बो चाहिँ अर्ग्यानिक स्याउको अचार मार्फाको वाइन यहाँले देख्न सक्नुहुन्छ विभिन्न अर्ग्यानिक प्रडक्टहरू छन् यहाँ। ल नानीहरूको चाहिँ गेटअप रेडी हुँदैछ। ल फाइनल्ली चाहिँ अहिले हामी मार्फा भिलेजको लगभग हामी अहिले चाहिँ जेरी गल्लीमा पुगिसकेका छौँ। यहाँहरूले देख्न सक्नुहुन्छ यहाँको निकनेम चाहिँ जेरी गल्ली। जेरी फिल्म सुटिङ भइसकेपछि यसको नामाकरण गरेको होला सायद जेरी गल्ली। यस्ता छ नि भाइ, राम्रोसँग घुमेर त आउनुपर्छ, दौडेर हिँड्छन् कि होइन र कहाँ। ल अहिले चाहिँ म जेरी गल्ली हजुर ए ल अहिले चाहिँ म जेरी गल्लीभित्र प्रवेश गर्दैछु। अरुण सर वेलकम टु माई ब्लग। तपाईँलाई उमेश रुकाको यो युट्युब च्यानलमा स्वागत छ। के कस्तो लाग्यो त हजुरलाई मार्फा गाउँ? हजुर हजुर अहिलेसम्मको हजुरले अवलोकन गरिसक्नुभयो होइन? त्यसमा चाहिँ हजुरको के छ? हजुरको स्वास्थ्यमा त ठिक छ नि अहिले? अहिले फाइनली हजुर चाहिँ फुल्ली रिकभर त भइसक्नु भयो? फुल्ली रिकभर त भइसक्नु भयो नि? ल अहिले चाहिँ हामी मार्फा गाउँ यता जेरी गल्ली हुँदै हामी अहिले भित्र आइरहेका छौँ। यहाँले देख्न सक्नुहुन्छ यहाँ चाहिँ झाँक्री गल्ली रहेको छ। ल बढ्दै आउनुहोस्। यहाँ देख्न सक्नुहुन्छ यहाँहरूले जेरी गल्लीको माहौल। यहाँ चाहिँ फोटो टिकटक भिडियो बनाउनलाई चाहिँ एकदमै अहिले पछिल्लो समयमा एकदमै प्रख्यात छ यो जेरी गल्ली। मुस्ताङमाको बिहाइन्ड द सिन है।